नमस्कार साथीहरु, एक पटक इमेजिन गर्नुहोस् कि पृथ्वी भन्दा बाहिर अन्य कुनै प्लानेटमा मानव अस्तित्व सम्भव छ। Of all the planets in the universe, Earth is clearly the best for life, right? Wrong. Earth may be great, but scientists have discovered a few worlds that could be even better for life. अहिलेको यस विषयले मानवमा एक जिज्ञासा जगाएको छ, एक नयाँ उत्सुकता जगाएको छ। जबदेखि नयाँ प्लानेट भेटिएको छ भने हुन्छ दोस्रो पृथ्वी भेटिएको छ। NASA's James Webb Space Telescope makes historic discovery. Exoplanet K218b, 120 light years away, reveals atmospheric secrets. Methane and carbon dioxide detected. Hinting at water ocean beneath. Meet Hycean K2218b Cologne. Potential haven for life beyond Earth. Water and essential chemicals present, but is it habitable? Scientists investigate, fueling hope for life's existence beyond our planet. As scientists continue to unravel K218b's secrets, one question remains: are we alone? वैज्ञानिकहरूले हाम्रो सोलर सिस्टम बाहिर एक प्लानेटमा लाइफ र इन्टेलिजेन्सको संकेत फेला पारेका छन्, जसको नाम हो K218b। र यो पृथ्वीको आकारमा 2.6 गुना छ। यो प्लानेट नासा र अन्य वैज्ञानिकहरूद्वारा 2006 मा केप्लर स्पेस टेलिस्कोपद्वारा खोजिएको थियो, तर पछि गएर जेम्स वेब स्पेस टेलिस्कोपले यस प्रकारको इमेज निकाल्यो जो तपाई देख्न सक्नुहुन्छ। यसले रेड डार्क स्टारको परिक्रमा गर्छ र पृथ्वीबाट 124 लाइट इयर टाढा छ। यो सब एक सामान्य जानकारी थियो, तर यस प्लानेटलाई विशेष बनाउने मूल तथ्य के हो? यो प्लानेट साँच्चै नै विशेष छ किनभने यसमा पानी र हाइड्रोजन युक्त एटमोस्फियर पाइएको छ, जसले लाइफलाई सपोर्ट गर्छ र केवल साधारण लाइफ होइन, कम्प्लेक्स र डाइभर्स लाइफ फर्म हुन सक्छ जुन पृथ्वीका जीवहरू जत्तिकै उन्नत हुन सक्छ। अब मनमा एउटा प्रश्न आउन सक्छ, हामीलाई यस बारे कसरी थाहा भयो? यसको पुरै क्रेडिट जान्छ JWST लाई, मतलब जेम्स वेब स्पेस टेलिस्कोपलाई। यसले K218b को एटमोस्फियरमा कार्बन बियरिङ मोलिक्युल्स जस्तै मिथेन, कार्बन डाइअक्साइड फेला पारेको छ। यी सबै तत्त्वहरू पृथ्वीमा बायोलोजिकल प्रोसेसद्वारा उत्पादन हुन्छन्। सम्भावित रूपमा डाइमिथाइल सल्फाइड पनि फेला परेको छ, जुन पृथ्वीमा लाइफद्वारा मात्र उत्पादन गरिन्छ। मात्र यो सब होइन, जेम्स वेब स्पेस टेलिस्कोपले नाइट्रोजन डाइअक्साइड र क्लोरोफ्लोरोकार्बन पनि फेला पारेको छ, जुन पृथ्वीमा ह्युमन एक्टिभिटिजद्वारा उत्पादन गरिन्छ। यी सबै एक टेक्नो सिग्नेचर छन् जसले कुनै पनि प्लानेटमा इन्टेलिजेन्ट सिभिलाइजेसनको उपस्थिति जनाउन सक्छ। अब हामी यस विषयलाई गहिरिएर फोकस दिउँ के यस प्लानेटमा जीवनको अस्तित्व छ। यस विषयमा मेरो मात्र इन्ट्रेस्ट होइन, सबैको इन्ट्रेस्ट छ। यही विषयलाई वैज्ञानिकहरूले सेन्टर पोइन्ट बनाएर अध्ययन गर्दैछन्। यस प्लानेटमा पाइएको तत्त्वहरू मिथेन र कार्बन डाइअक्साइड जीवनको संकेत हुन सक्छन्, तर आजसम्म यसको कुनै ठोस प्रमाण मिलेको छैन। यदि डाइमिथाइल सल्फाइड फेला परेमा जीवनको सबैभन्दा बलियो प्रमाण हुन सक्छ, किनकि यो मात्र एक पृथ्वीमा यस्तो तत्त्व हो जुन जीवित प्राणीहरूबाट उत्पादन गरिन्छ। यो एक ग्राउन्ड ब्रेकिङ डिस्कभरी हो। जसले ब्रह्माण्डमा हाम्रो स्थान र जीवनको बुझाइलाई परिवर्तन गर्न सक्छ। सन् 2013 मा युरोपियन स्पेस एजेन्सीले हाम्रो मिल्की वे ग्यालेक्सीको विस्तृत नक्सा बनाउने उद्देश्य राखेको थियो। In December 2013, Europe launched the Gaia mission. It's a space telescope that will help construct a 3D catalog of nearly 1 billion stars, roughly 1% of the Milky Way's total stellar population.
As never before, Gaia will reveal precisely where all the stars are around us and show us how they're moving. In doing so, it will reveal which stars are truly associated with one another, including those that might have a connection to our sun. जसमा प्रयोग गरिएको थियो गाया स्पेस टेलिस्कोप. The James Webb Space Telescope may be getting all of the headlines, but it is not the only telescope in town. Europe's Gaia telescope is currently assembling the largest catalog of all objects in the sky. The European Space Agency's Gaia satellite was launched in 2013 and has observed almost 2 billion stars, asteroids, and distant bright galaxies. Gaia uses the same principles of trigonometry that you learned in high school to determine the distances to stellar objects. Gaia's data now includes nearly 2 billion light sources, including stars and solar system objects. The temperature, chemistry, mass, and age for hundreds of millions of objects, 1.9 million quasars, and 156,000 asteroids. By the end of its mission in 2025, Gaia could have identified tens of thousands of planets in the Milky Way. यसले आजसम्म करोडौं ताराहरूको अध्ययन गर्दै आइरहेको छ. त्यसपछि आएर 2022 मा वैज्ञानिकहरूले पृथ्वीबाट सबैभन्दा नजिकको ब्ल्याक होल पत्ता लगाए. यहाँ रोचक कुरा के छ भने तपाईले यो ब्ल्याक होललाई साधारण टेलिस्कोपबाट नै अवलोकन गर्न सक्नुहुन्छ. You need to hear this if you're a space geek. Gaia BH1, the nearest black hole, might surprise you. Meet Gaia BH1, the closest known black hole, chilling about 1,600 light years away in Ophiuchus. गाया BH1 नामक यो ब्ल्याक होल पृथ्वीबाट लगभग 1560 प्रकाश वर्ष टाढा छ. यस प्रणालीमा रहेको तारा हाम्रो सूर्यसँग मिल्दोजुल्दो छ, जुन प्रत्येक 185 दिनमा ब्ल्याक होलको परिक्रमा गर्छ. यसको दूरी 1.4 खगोलीय एकाइ एस्ट्रोनोमिकल युनिट रहेको छ. अब यति मात्र होइन कि गाया BH1 को खोज धेरै कारणले आश्चर्यजनक छ. A new black hole 10 times the mass of our sun, 1,560 light years away from Earth, has been discovered. According to a new study, that's roughly twice as close as the previous closest black hole. The newly found object, Gaia BH1, a stellar mass black hole, is part of a binary system that also includes a sun-like star. That star is about as far away from its companion black hole as Earth is from the sun, making Gaia BH1 truly unique. नम्बर 1 पहिलो यो स्पष्ट प्रमाणित गरिएको ब्ल्याक होल हो जसले ठूला ताराहरूको परिक्रमा गरिरहेको छैन. नम्बर 2 यो ब्ल्याक होल पहिलो यस्तो खोज हो जसको पहिचान कुनै ताराको मास वा कक्षाको झुकावमा निर्भर छैन. अन्य खोजहरू प्राय यस्तै कारकहरूबाट प्रभावित हुने गर्छन्. नम्बर 3 यो पहिलो यस्तो ब्ल्याक होल हो जसले कुनै पनि मास ट्रान्सफर वा एक्रेसन डिस्क देखाउँदैन. आमतौरमा यस्ता डिस्कहरू ब्ल्याक होलको उत्सर्जन वा परिवर्तनशीलताको स्रोतहरू हुन्छन्. यो खोजले भविष्यमा अझै धेरै ब्ल्याक होलहरू पत्ता लगाउने सम्भावना खोल्छ. र सबैभन्दा राम्रो कुरा के छ भने तपाईले आफैले पनि यसलाई अवलोकन गर्न सक्नुहुन्छ. बस मात्र वृष नक्षत्र तर्फ हेर्नुहोस्, गाया BH1 ब्ल्याक होल देखिनेछ. वृष नक्षत्र आकाशमा रहेका 88 वटा आधिकारिक तारामण्डलहरू मध्ये एक हो. यो राशि चक्रमा पर्ने 12 नक्षत्र मध्ये दोस्रो हो. वृष नक्षत्र नोभेम्बर महिनादेखि मार्च महिनामा सबैभन्दा स्पष्ट देख्न सकिन्छ. यो मात्र एक यस्तो पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल हो जसलाई तपाईले साधारण टेलिस्कोपबाट देख्न सक्नुहुन्छ. Zooming into the nearest black hole to Earth. Meet Gaia BH1. आशा गर्छु यो भिडियो इन्फर्मेटिभ थियो होला. फेरि पनि मिलौला अर्को भिडियोमा. धन्यवाद.